भन्दाखेरि म जाँदैछु न्युयोर्क। आज म क्याल्भिन दिदीकोमा बस्छु। म चाहिँ खासमा क्यालिफोर्निया जाने इडिया हो। फाइनली तिहार आयो नि त, अनि म दाइलाई भेट्न जाँदैछु। आफ्टर 10 years आम सो एक्साइटेड होइन दाइलाई भेट्न। प्लस छैन तर पनि अब एक्लै हिँड्दा अलिक छुट्टै बेला डिफ्रेन्ट फिलिङ त्यही त हो नि। एक्साइटमेन्ट पनि छ, थाक्या पनि छु, अनि हल्का अलर्ट पनि छु कि एक्लै हिँडेपछि त्यही नै हो। त्यही हो, म अपडेट गर्दै गर्छु। दाइलाई भेट्नेसम्म सायद यो जर्नी मैले रेकर्ड गर्छु होला। होप यु इन्जोय गाइस। हामी चाहिँ कहाँ आइपुग्यो भन्दाखेरि अघि नै ब्रिजपोर्ट कट्या हो क्या अरे। अब चाहिँ हामी यो अर्को स्टेसन आइपुग्यो। फेयरफिल्ड भनेको के हो? फेयरफिल्ड रहेछ। त्यही हो, मेरो आवाज पनि आइरहेन। पानी पऱ्यो अघि, चिसो चिसो नि भएको छ। लुगा पनि खोइ खासै के भन्ने, बोक्न त बोकेको सुटकेस चाहिँ टन्टनाटन छ, तर खासै कपडाहरू गतिलो चाहिँ छैन। ल, यहाँ छ मेरो झोला, ब्याकप्याक, ह्यान्ड क्यारी, अनि यहाँ त मेरो ल्यापटप छ। यहाँ मैले नेपालबाट ल्यायो, क्युट छ, दामी सुकेको भए पनि आर्टिस्टिक। यहाँको घरहरू चाहिँ यस्तो प्रकारको छ। के भयो खोइ, कुन स्टेसन आइपुग्यो, मान्छेहरू चढ्यो होला, त्यही भएर रोक्यो। अब चाहिँ आइपुग्न लाग्यो ग्रान्ड सेन्ट्रल। त्यहाँबाट म झर्छु, अनि फेरि अर्को ट्रेन लिनुपर्छ मैले। यो चाहिँ न्युयोर्कको नजरिया। मेन कुरा मलाई थोरै लाग्छ, डर लागिरहेको। अहिले भेटौँला गाइस। हेलो गाइस, म चाहिँ दिदीकोमा आएर नि नुहाएर फ्रेस भएर बसिसकेँ। आउनसाथ म चाउचाउ खाएँ, अघि चिया बनाएर खाएँ, जाडो हो। गीत बजाउँदैछु अर्को फोनमा। किप वाचिङ। हेलो एन्ड नमस्ते गाइस। म चाहिँ उठेर यहाँ एयरपोर्ट आइसकेँ। अब क्यालिफोर्निया जान भन्ने निस्केको म। एउटा घटना घटिसक्यो यहाँ बिहानै। मेरो फ्लाइट छुट्यो। मेरो फ्लाइट 6:15 थियो, बोर्डिङ 5:30 थियो। म यहाँ कति कन्स्ट्रक्सन चलिरहेको रहेछ, उबर गरेर आएको थिएँ मैले भ्याएन, अनि मेरो फ्लाइट छुट्यो। अनि के गर्ने एकछिन त यस्तो तनाव भयो। अनि त्यसपछि आस्क फर हेल्प भन्नेमा गएँ। अनि त्यहाँ मैले मेरो यस्तो भयो भनेको, अनि त नेक्स्ट फ्लाइटमा राखिदिन्छु, यति बजी छ यहाँ। अब मेरो कति बजी भन्नुहोस्, त्यस्तै 8:30को छ। त्यसपछि म जान्छु। धन्न मैले अर्को फ्लाइट पाएँ चाँडो। म यहाँ पागल हुनु लागिरहेको थिएँ एकछिन त घर। अनि मैले यहाँ के देखेँ होइन, फ्लाइट छुट्यो पनि यहाँ एउटा ब्युटिफुल कुरा देखाउँछु म तपाईँहरूलाई। यहाँ चाहिँ सनराइज भइरहेछ, कस्तो दामी देखेको क्या। अझै मेरो क्यामेराले त्यति जस्टिफाई दिएको छैन है यो ब्युटीलाई। सो प्रिटी। कस्तो दामीको। म चाहिँ प्लेन चढिसकेँ। अब मेरो चाहिँ त्यस्तै 6.5 घन्टा जति छ यहाँ। अब उतै भेटौँला, दाइसँग भेटेपछि सायद भिडियो बनाउँछु होला मैले। खुसी लाग्यो, तर बोल्न मन लाग्छ, डर लागिरहेको मान्छेहरू हुन्छ नि त। This Airbus A321 has 8 emergency exits, 2 doors in the front, 4 doors to the side overhead, and lights on the floor also guide you to the exit. अब चाहिँ हिँड्यो। एक्साइटेड सुमनलाई भेट्न। 10 वर्षपछि।
म चाहिँ यहाँ सान फ्रान्सिस्को एयरपोर्ट ल्यान्ड गरिसकेँ अनि अब म सुमनलाई जस्तै ह्याप्पी जस्तो फिल भइरहेको मलाई यो खै कहाँ छ सुमन पनि आइपुग्यो होइन मेरो फोनमा चार्ज पनि छैन फेरि एक त यहाँ एकछिनमा कुर्छु होला एक्जिटतिर जाँदै गर्छु भन्ने सोचिरहेको छु के हुन्छ अब सरी यहाँ सुमन बाहिर आइसक्यो अरे म चाहिँ डोमेस्टिक अराइभल्समा पनि बाहिर निस्केँ होइन मलाई लाग्यो त्यसले मलाई यहाँ बाहिरै प्लेनबाट निस्किन साथ बाहिरै बस भनेर त्यही भएर म गएको थिएन त्यो चाहिँ तल आएर बसिरहेको रहेछ फेरि ठिक छ एक्साइटेड छु सिधै गएर राइटमा जाऊँ क्या यस्तो खुसी लागिरहेको फाइनली म 10 वर्षपछि भेट्दैछु दाइलाई मेरोमा चार्ज छैन मेन कुरा चाहिँ कुन चाहिँ त ब्लू वाला हो र गाडी गाडी ब्लू वाला हो ब्लू हैन ब्लू भर्खर गयो हैन होइन ब्लू त एउटा पछाडि पनि छ कहाँ पछाडि भन्छ फेरि मैले खै त डेल्टामा पुगिसक्यो डेल्टा अलास्कातिर नाइ म त एलास्का 6 भन्नेमै छु त यहाँ माथि एयर ट्रेनहरू पनि छ माथि गेटबाट बाहिर निकै छैन त्यहाँ डोर नम्बर भन्दा डोर नम्बर कति हो भने 6 मा आइजे डोर नम्बर 6 अलास्का एयरलाइन्स अलास्का 6 अलास्का 6 मा ल कता ल अगाडि आइज ल फाइनल्ली ओ शिट आमामा के हो मलाई वेलकम हो ओ माई गॉड ल थ्याङ्क यू भेरी मच भने यार खुसी लाग्यो अनि बचाइ रहेछ त यार अझै त चाहिँ के ठुलो भा ल फाइनली मैले सुमनलाई भेट्न सक्छु फ्लावर पनि पाइसकेँ धेरै योपालि क्या रमाइलो हुन्छ है ल वेलकम टु क्यालिफोर्निया है त ल दुनियाँको एकदम असली ब्युटी भने के हो बल्ल देख्छस् तैँले अब है त ल हेरौँ न अब ल फाइनली मेरोमा अब राम्रो क्वालिटी त आउँदैन त्यही पनि सान फ्रान्सिस्को एयरपोर्ट भयो होइन सान फ्रान्सिस्को चाहिँ उता पछाडि बस्नु चाहिँ अगाडि हो क्या ल त के फुल लिन गएर पो ढिला भयो उसमै लिएको म फुटबल हेरिरहेको थिएँ कि बार्सिलोना खेलिरहेको थियो नि त खिच्न मजाले एकदम टन्न के भन्छ त्यसलाई एल्बमै बनाएर जानु ल थ्याङ्क यू फर द फ्लावर्स नखिच होइन म अलिक प्रोसेस गर्दैछु म रोगी हाँसो जस्तो भइरहेको छ क्या अलिक खुसी लाग्यो तँलाई खुसी त अब एक्सट्रिमली लाग्यो नि है अलि के भन्छ त्यो अलि ओभरवेल्मिङ भएर अलि अनुहार रुन लास्ट देखियो होला तर त्यस्तो चाहिँ होइन ठिक छ म बुझ्न सक्छु ल न यहाँ जरा सुतिरहेको गाई सुते हो कि मर्या त होइन नि हो अनि यिनीहरू मान्छेसँग डराउँदैन हो कि मरेकै हो खै यार मलाई त कस्तो केही रेस्पोन्सै नदेखि त जराएको कुरा गर्दा एउटा ढलिरहेको रहेछ कुरा गर्दा गर्दै ढलिरहेको आइपुग्ला हो आइसक्यो ल मलाई चाहिँ राम्रो लाग्यो तर कस्तो प्रिटी रहेछ है यहाँ त ठाउँ राम्रो लाग्यो नाइस ल चस्मा लगाएर हिरो भइसक्यो ल यहाँ अनबक्सिङ हुँदै हाम्रो यहाँ अलिअलि सामान ल
तर खाँच्चै नि तस्मा सहाय तिमीलाई है है ल ल सही हो एउटा ठाउँबाट चाहिँ पैसा उठाउनु पर्छ ल राम्रो देखा लायर सर यहाँ चाहिँ केही खिच्यो यहाँ सिधै वेबको एक्सप्रेसन मात्रै खिच्यो एक्सप्रेसन सिधै क्लोज अप रश्मि दिदीको सामान इनबक्स के अनबक्सिङ होला रमाइलो फेटा रहेछ ओहो के हो यो नि त्यो चाहिँ त्यो कोटवाला टाइपको क्या मजाको डार्क कलर यसरी गरेर के हो यो पछाड टाउको यो फेटा होइन होइन फेटा होइन यो कछाडै होला यसमा चाहिँ इमोसन क्याप्चर गरेर ल्याएर ओहो त्यो चाहिँ सर्ट टाइपको रियल आएछ त साउन्ड चाहिँ यो चाहिँ कहाँ लाउने हो त्यो चाहिँ कम्मरको जस्तो लाग्यो कम्मरमा त्योसँगै बान्ने टाइपको जस्तो ल अहिले भिडियो बन्द गर म लुगा लाएर देखाउँछु लाउने हो त अहिले अफ कोर्स ल ल ल अब लाएर हेरौँला तिमीले के थाहा भयो भने छोड्दै छोड्दैन लाग गरिदिनु तर राम्रो लाएर मलाई लुगा दिएर राम्रो हो क्वालिटीको है त्यो भित्र ल हामी चाहिँ घुम्न हिँड्यौँ अब दाइ पनि हुनुहुन्छ यहाँ हामी चाहिँ यता नगरकोटको डाँडाको छेउतिर हिँडिरहेछौँ तर अघि कति राम्रो देखाएको त्यो बादल पनि के अरू कुरा नि राम्रो हो सबै कुरा एउटा टिकटक हेरेको छ अनिस तिमीले एउटा टिकटक छ होइन यस्तै ड्राइभमा गएर हुन्छ क्या आर यु फिल्मिङ द रोड भन्छ होइन यस आयो भने वाइ भने कज वी डोन्ट ह्याभ द्याट इन आवर होम रे क्यालिफोर्निया आएर रोड खिचिरहेको रहेछ यस्तो तर यहाँको रोडहरू कस्तो राम्रो यो के वान वे हो र अर्को साइडबाट त आएकै छैन त अर्को छ नि त उतापट्टि हाइवे छुट्टै ल हामी चाहिँ अब गोल्डन गेट आइपुग्न लाग्यौँ तर वेदर त्यति खुलिरहेन है यो त धेरै खुलेको हो के भन्छ अनिस वेलकम टु द गोल्डन गेट ल फाइनली गोल्डन गेट आइपुग्यो नाम गोल्डन गेट तर रातो है अघि मैले देखेको यही हो क्या त्यो उबाट प्लेनबाट यही नै हो के हो त्यो यो होइन होला 92 को ब्रिज हो क्या मैले देखेको त्यो आइल्यान्डहरू त त्यो पहिला जेल थियो त्यो अल्काट्राज प्रिजन भन्छ होइन त्यो बिचमा वाइट देखेको ठाउँमा ओके हामी अहिले उता डाँडामा जानुपर्छ है त्यो सिटीबाट फर्केर आएर हामी कुन चाहिँ त्यो पछाडिको कि यही अगाडि अगाडिको डाँडा है हामी यो अगाडिको डाँडामा जान्छ अहिले हल्का ब्रुकलिन ब्रिज जस्तो भाइब दिने रहेछ क्या यो ब्रिजले यो नि ठ्याक्कै के उदियो भन्दा यो मुस्ताङको त्यो दुम्बाले के ठ्याक्कै साँच्ची कस्तो राम्रो छ नि दुम्बाले कि ठ्याक्कै यस्तै हो अगाडि के छ त्यहाँ बरु राम्रो लाग्यो आशाले नि हेरेको फोनमा मात्रै हेर्छ है रहेछ है कस्तो एकछिनमै गयो भने डिफ्रेन्ट के सबै ठाउँहरू हेर्नु यो डाँडाहरू राम्रो छ है घरहरू नि कस्तो मजाले एउटा घर यतै किन्ने होला नि त पछि है एउटा यतै भयो भने चाहिँ राम्रो हुने रहेछ यो चाहिँ हाम्रो क्यालिफोर्नियाको मिनी इटली यताको चाहिँ धेरै इटालीको मान्छेहरू बस्ने हो होइन इटाली जस्तो चाहिँ भने हो इटली नि यस्तै यस्तै छ पोस्टहरू मन लाग्ने कस्तो दामी है यो त यो घर त झन्
क्याफे के रेस्टुरेन्ट हो यो क्याफे रेस्टुरेन्ट कस्तो राम्रो थियो भिडियो हो यो त अलि यहाँ भ्यूहरू पनि आओस् ल यो चाहिँ सौसलिटो हाम्रो अनिस ब्रो सुमी ल रमाइलो भइरह मलाई त कस्तो नयाँ ठाउँ ओके ल गाइज वेलकम टु माई भ्लगमा पनि भन्नुपर्ने एकचोटि कस्तो राम्रो आएको भिडियो चाहिँ छुट्टै प्रिटियो ठाउँ नि प्रिटियो अन्त Oh, here we go. Our main man is पसिरहेको हामीले बोल्दै Here we go. शेर आया शेर इन्डिजमा नेपालै बस्यो भने चाहिँ धेरै लाइभली हुन्छ लाइफ होइन अब हामी त 18-19 वर्षमा विदेश आयो विदेशमा चाहिँ अब त्यही स्केड्युलमा एकदम घुमिराख्यो नि त राउन्ड द क्लक के सेम थिङ एभ्री डे होइन अनि अलि त्यो लिभिङ भन्दा सर्भाइभिङमा गयो क्या हामी चाहिँ त्यो चाहिँ हो है अब यहाँ चाहिँ त्यस्तै हुँदो रहेछ छ न त सबै छ होइन अब गाडी साडी पनि छ होइन बस्नु पनि राम्रै ठाउँ बस्या हो तर नि केही छुट्या जस्तो के नभए जस्तो हुँदो रहेछ त्यही त त्यो चाहिँ फिल हुन्छ मलाई नि छुटेको ड्याम भिडियो त दामी आउँदो रहेछ है ओ माई गॉड लास्टै चिसो हो बाफ्रे बा कपाल डाक्दाखेरि ल ल ल हिँड्न न मेरैबाट खिच्के हिँड्न ल अनिसलाई झन्डै उडाएको यार अनिसलाई मुस्ताङको हावाको याद दिलाइदियो यहाँको हावाले क्या हो हात पनि चढ्दा जस्तो भयो अलि माथि नबसे उडाउनु जेको लागि आएको यहाँ पुरै यो माथि हाम्रो अलिकति आएको जस्तो चलेको भयो भने हामीले चाहिँ 1-2टा फोटो खिच्न भ्यायौँ अनि छिटो घर फर्क्यौँ लास्टै चिसो भयो अहिले चाहिँ म घर आइसकेँ दाइ हामी सबैजना घुमेर अघि लास्टै हावा चल्यो अनि त्यही भएर त्यति साह्रो भिडियोहरू बनाउने ऊ पनि भएन एकदम जाडो पनि भयो डाइरेक्ट घर आएर अब अहिले चाहिँ हामी रेस्ट गर्दैछौँ खानासाना बनाउँछौँ अनि खान्छौँ अब भोलि सायद भोलि बनाउँछु होला मैले कन्टिन्यू